हेलो नमस्ते सबैजनालाई। आज म चाहिँ बुद्ध टेम्पल घुम्न जाँदैछु। यो चाहिँ हामी बस्ने घर एरिया हो। यहाँबाट निस्किँदैछौँ हामी। यो गार्डन यहाँको तर यो जति पनि देखिएको रुखहरू छ यसले चाहिँ जमिनमा छोएको छैन। योभन्दा तल पनि अन्डरग्राउन्डमा एउटा ठुलो एरिया छ। त्यसपछि मात्रै जमिन छ। यिनीहरू पनि माथि माटो भरेर पछि बिरुवा रोपेको हो। यो कस्तो मजाले यो सिटी भए पनि सिटीको भित्र भए पनि ठुल्ठुलो बिल्डिङको बिचमा यस्तो मजाले फुलबारी बनाएर गार्डन बनाएर राखेको छ। र हामी निस्किँदैछौँ। पानी परेर भर्खर रोकिएको थियो। त्यही भएर मौसम पनि ठिकै थियो र पानी परेर यो जमिरहेछ। हामी चाहिँ यो एरियाभित्र ठुलो एरिया छ हामी बस्ने एरिया चाहिँ। र यो चाहिँ गेट आइपुग्यो हामी। म र मेरो छोरी बाहिर जाँदै थियौँ आज बेजिङ। यो चाहिँ मैले फोहोर फ्याँक्न लागि फोहोर पनि बोकेर आएको थिएँ र फोहोर फालिसकेपछि यो चाहिँ इलेक्ट्रोनिक साइकलहरू भित्र लान पाइँदैन, किनकि यसमा अब धेरै यो मानव बाई चान्स केही भयो भने अब आगलागी हुने सम्भावना धेरै हुन्छ भनेर यिनीहरूलाई भित्र अलाउड छैन। र यो सबै गेट बाहिर नै बस्छन् यिनीहरू, ब्याट्रीवाला साइकलहरू। र यो चाहिँ हामीले सब्जी किनेर सब्जी फलफुलहरू यहाँ सबै पाउँछ। देखिरहेछ यो मकै, बोडी, लिचीको सिजन छ। लिची जताततै लिची छ अहिले। र फ्रेस ताजा सबै फलफुल सब्जी सबै पाउँछ यहाँ। र हामी हिँड्दै आयौँ। यहीँ नजिकै छ यो चाहिँ बस स्टेसन। हामी यहीँबाट बस चढेर अब मेट्रोको लागि जाँदैछौँ। यो चाहिँ यहाँबाट चाहिँ जब हामीलाई लामो दूरीको बसहरू पनि भेटिन्छ। सिटी जता गए पनि बाहिर पानी पर्न सुरु भयो। हामी बसमा खासै धेरै छैनौँ, भिडभाड छैन, किनकि यहाँ हरेक 10 मिनट 15 मिनटमा बस निस्किरहन्छ। र यो बसमा मात्र 2 RMB दिनुपर्छ। जति टाढा गए पनि केही फरक पर्दैन, नजिक गए पनि 2 RMB, टाढा गए पनि सेम पैसा। र अब हामी यहाँबाट मेट्रो छिर्दैछौँ। यो चाहिँ त्यसपछि हामी मेट्रो सेक्युरिटी चेक गरिसकेर हामी भित्र पस्दैछौँ। यो चाहिँ पहिलो तला। यो अन्डरग्राउन्ड मेट्रो पनि अन्डरग्राउन्डमा लगभग 3 तला मुनि जानुपर्ने छ हामीले चाहिँ। यो भयो पहिलो तला। यो पहिलो तला पछि चाहिँ अझै अर्को पनि लिफ्ट छ, 2 तला तल छ। त्यो पनि त्यो धेरै लामो छ त्यो चाहिँ। र यो चाहिँ अब फेरि अर्को लामो एलिभेटर चढेर हामी फेरि तल जाँदैछौँ। यो चाहिँ लगभग 2 तलाको जतिको लामो छ। र यहाँबाट तल गएपछि चाहिँ मेट्रो चढ्ने ठाउँ आउँछ। भित्र चाहिँ चिसो थियो, बाहिर एकदम गर्मी थियो। अहिले गर्मीको सिजन, गर्मी, भित्र चाहिँ चिसो थियो। हामी यहाँबाट मेट्रो चढेर अब बेजिङ लु भन्ने ठाउँमा बुद्धको मन्दिर छ, त्यही मन्दिर जाँदैछौँ हामी। र त्यही म देखाउँदै जानेछु। यति लामो थियो। र यहाँबाट हामी अब राइट साइडमा जानेछौँ। यो राइट साइडमा। र अब मेट्रोको वेट गर्नुपर्ने छ एकछिन। मेट्रो पनि आइपुग्यो। अब हामी यो मेट्रो चढेर अब बेजिङ लुको लागि जाँदैछौँ। मैले यो ब्याकग्राउन्डको साउन्डहरू चाहिँ बन्द गरेको छु, किनकि अब त्यति राम्रो आवाज क्लियर आइरहेको थिएन, त्यही भएर। र यो मेट्रो खोल्यो, हामी भित्र पस्यौँ। अब मेट्रो आज सन्डे भए पनि पानी परेको हुनाले खाली खाली नै छ। सबैजना मोबाइलमा व्यस्त छन्। र हामी निस्किसक्यौँ बाहिर। त्यसपछि अब एक्जिट गरेर यो अलमोस्ट हामी एक्जिट भइसक्यो। माथि मल छ र यो बाहिरको भ्यू भयो। आज बाहिर पनि खासै भिड होइन। यो नभए नर्मल्ली धेरै भिड हुने ठाउँ हो यो बेजिङ लु भनेको चाहिँ। गोन्जाउको घुम्ने ठाउँमै पनि पर्छ यो, घुम्नको लागि स्पेसल। र अब यहाँबाट हामी जाँदैछौँ। यो चाहिँ आर्टिफिसियल बोट बनाएको छ। त्यहाँ कफी सपहरू थियो। र यो हामी यो बिचबाट सबै यो पसलहरू पनि सबै बन्द रहेछ। सायद केही रिजन होला बन्द गर्नुको, या त बनाउनलाई हो या त पानी परेरै बन्द गरेको हो। र अब हामी जाँदैछौँ। यहाँबाट अलमोस्ट हामी आइपुग्न लाग्यौँ। अब यहाँबाट
धेरै टाढा छैन, अलिकति वकिङ डिस्टेन्स हो। त्यसपछि हामी यो चाहिँ धेरै पुरानो मैले देखाउन खोजेको के हो भने धेरै पुरानो होटल हो। यो कति वर्ष पुरानो मलाई पनि थाहा भएन। बेजिङ लुको पुरानो घरहरू देखाउँदै देखाउँदै म अगाडि बढ्दैछु। यो बेजिङ लु चाहिँ एकदम पुरानो ठाउँ हो, एरिया हो। यहाँको इतिहास अब के छ, इतिहास जानेर सबै सकिँदैन। र यहाँबाट हामी अब भित्र जाँदैछौँ। यो चाहिँ मन्दिर जाने बाटो हो। या त फुड स्ट्रिट भन्दा पनि हुन्छ। यहाँ खाने धेरै टाइपको खानेकुराहरू पनि यहाँ खान पाइन्छ, चाख्न पाइन्छ, मतलब किनेरै। एकदम भिड हुने ठाउँ यो पनि। र यहाँ धेरैतिरको चाइनिज मात्र नभएर अरू अरू कन्ट्रीको खानाहरू पनि पाइन्छ। र आज धेरै भिड छैन, पानी परेर होला, भएर पनि होला। यदि नर्मल्ली पानी नहुनु हो भने यो बाटोमा हामीलाई आजसम्म हिँडेर एकदम हराइन्छ जस्तो वाला फिल हुन्छ। त्यति भिड हुने बाटो हो यो, तर आज खासै भिड थिएन। हामी चाहिँ अब यो मन्दिर छिर्दैछौँ यहाँबाट। र अब यो छिर्दा सिधैको मन्दिर यो पनि हुन चाहिँ सायद यहाँ पुरानो मन्दिर थियो या नयाँ बनाएको त चाहिँ मलाई पनि थाहा भएन। तर धेरै मैले देखेदेखि नै यो मन्दिर यही छ। र यो यतापट्टिको साइड चाहिँ पहिला खुला थिएन, अहिले चाहिँ यो नयाँ खुलेको भएकाले यो साइडबाट पनि हिँडेर भित्र जान सकिन्छ। र हामी भित्र गयौँ, यहाँबाट हेऱ्यौँ मन्दिर। यहाँबाट भित्र छिर्दै हामी यहाँ मन्दिर भनेर चप्पल खोल्ने बाहिर राख्ने त्यस्तो खालको हुँदैन। अब यहाँनिर चाहिँ चाइनिजहरूले पुज्ने भगवानहरू, अब सबै त मलाई थाहा भएन। अब यो चाहिँ चाइनिजहरूले पुज्ने भगवानहरू हो। अब कुन कुन भगवान त्यो पनि अब त्यति बुझेको छैन। र यहाँबाट म बिचको एरिया, खाली एरियामा आयो चाहिँ ठुलो आँगन जस्तो यो चारैतिर मन्दिरहरू छ। यहाँ धेरै खालको भगवान, धेरै चाइनिज भगवान बुद्धको त छँदैछ। अब चाइनिजहरूले आफूले पूजा गर्ने देवी, अब उनीहरूको पनि होला नि त कजनहरूले सबै त। मलाई कुनै दिन यदि जानकारी भयो भने म त्यसको बारेमा पनि भिडियो बनाउनेछु। यो चाहिँ बुद्धको गोल्डन मूर्ति छ। र त्यसपछि हामी त्यहाँबाट आएर यही भियतनाम रेस्टुरेन्टमा खाना खायौँ। टाइगर प्राउन भन्ने धेरै पपुलर हो त्यो पनि। र खाना खाइसकेपछि एकछिन यो बाटोमा सपिङ एरिया हेर्दै हेर्दै हामी निस्क्यौँ। र यो जाँदा जाँदै यो पनि बेजिङ लुको बिचको बाटो, यदि आउनु हुनेलाई थाहा छ। र यो चाहिँ हात स्क्यान गरेर पनि हामीले सामान किन्न सक्छौँ। चाइनामा अहिले त्यो विकास गरिसकेको छ।